नेवा दबु सोनिक विशेष प्रदेश शनिबार छगु जाजो याना सोनिक पाखे बागमती प्रदेश प्रतिनिधित्व याना दिपी सांसद पिन्ट मंका कठ हने जय यागदु बागमती प्रदेश सोनिक पाखे प्रत्यक्ष व समानुपातिक याना मुक्क nye सोम सांसद ततिसा उगु हने जाजोले निचाम सांसद पि वोटी कया दिएको ख माननीय पिता जो किसा बेतानी चिकियो अले जापो अले वे पिता सात माव पासा निधि पासी त सटा ठुज्या जोले देखा दिन्छ बच्चा ल्याउन छोरा ब्यास हने जाजोले सकल सांसद पिन्ट नेवा परम्परागत खेसग बिगुजा जुगु खसा मिजा सांसद तेत बेतली चिका व मिसा सांसद तेत दोसलनिएका सम्मान यागु ख सगम बिया प्रसार ग्रहण या कार्य जिना पिया प्रसार ग्रहण या बिक जिना पिया खे सगम फुकेसित बिक जिना पिया जाजोले नेवा दबुया नाय पवित्र बजाचार्य लगायत सोनिक विशेष प्रदेश व जिल्ला समिति या नाय देश भाषा आयोग बागमती प्रदेश नेपाल भाषा व तामाङ भाषा या त प्रदेश कामकाजी भाषा या रूपे सिफारिस या मागुली ब्युसे वेक पिन्ट पिन्टुना नाप ध्यानाकर्षण पौन ल लागख हामी नेवा दबुले विगत केही वर्ष अगाडिदेखि बागमती प्रदेशमा यहाँका नेवार र तामाङ जातिले बोल्ने नेपाल भाषा र तामाङ भाषालाई पनि बागमती प्रदेशको आधिकारिक भाषा हुनुपर्छ भनेर हामीले माग गरिरहेका थियौँ र आज पर्यन्त हामीले त्यही माग दोहोऱ्याइरहेका छौँ। विगतमा पटक पटक हामीले मुख्यमन्त्रीज्यू लगायत सभामुख सबैमा यी कुराहरू राखिसकेका छौँ र उहाँहरू सबैले पनि वचन दिनुभएको छ। वचन मात्रै होइन, यो कार्यान्वयन गर्ने तहसम्म पनि उहाँहरूले पुर्याइसक्नु भएको छ। अब ऐन जुन बन्नु बाँकी छ त्यो ऐन अब आउने संसदबाट बन्छ भनेर हामीले आशा लिएका छौँ र यो पहिलो बैठकमै यो प्रस्ताव प्रस्तुत हुनेछ भन्ने पनि हामीले आशा लिएका छौँ र यसमा तपाईँहरू सबैको तर्फबाट हाम्रो जुन आकांक्षा हो त्यसलाई परिपूर्ति गर्ने काममा तपाईँहरूबाट चाहिँ सहयोग प्राप्त हुने हामीले आशा पनि लिएका छौँ। जाजोले नौवागु छले बागमती प्रदेश उपसभामुख अप्सरा चापागाई नेपाली कांग्रेस सांसद हरिप्रभा खड्गी नेकपा एमाले या जयराम थापा माओवादी केन्द्र या देवेन्द्र श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी या राजेन्द्र प्रजापति एकीकृत समाजवादी या रमा आले मगर हाम्रो नेपाली पार्टी या शैलेन्द्र मान बजाचार्य पिन्छ नेवा मंका मुद्दा या नीति मागु कथा पलाल भनेको बच्चा बिया दिएको छ। बागमती प्रदेश फेरि पनि विभिन्न भूगोलको हिसाबले पनि पहाड तराई हिमाल सबै हिसाबले समेटिएको छ। जातित्वको हिसाबले पनि सबै जातित्वको बस्ती यहाँ छ। संस्कृतिको हिसाबले पनि सबै संस्कृति मान्ने व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। त्यसभित्र पनि नेवार समुदायको चाहिँ आफ्नो पहिचान छ, आफ्नो संस्कार छ, आफ्नो संस्कृति छ। त्यो जोगाउनको लागि तपाईहरू तत्त ठाउँमा आफ्नै समुदायका मान्छेहरूको चासो बढेन भने, आफ्नै समुदायको मान्छेले चाहिँ यसमा चाहिँ परिश्रम गर्नु भएन भने हामी नेपालीमा भन्ने गर्छौँ नि, जसको सवाल उसको नेतृत्व हुन जरुरी छ। हरेक ठाउँमा, चाहे कार्यपालिकामा होस्, चाहे न्यायपालिकामा होस्, चाहे व्यवस्थापकीय अङ्गहरूमा होस्, त्यो हुनको लागि तपाईहरू जसरी प्रयत्नरत हुनुहुन्छ
आगामी दिनमा अझै बढी लाग्नुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। जस्तै जिमी काठमाडौँ महानगरपालिका चुनावले थयो भाषा त प्रमोट याना चाहिँ जस्तै काठमाडौँ महानगरपालिकाभित्रै जिम्यू अधिकार्य चुनाव संविधान यो धारा अधिकार्य चुनाव चाहिँ जिमसँग चाहिँ 91वटा स्कुल त अनिवार्य रूपमा चाहिँ नेवा भाषा त चाहिँ छाछा छु नेवा भाषा चाहिँ तनाउ जुया चाहिँ ठुकी त आवेपी मस्तेसँगला जिसँग चाहिँ छुराई ढामल लासा चाहिँ जिमसँग नेवा ख लासा इमसँग नेपाली एन्सर बियुजीलाई जे छ्या छुपिसँग वन बिउ वो कारण आए सचेत मोर्चा गुब्ले सचेत जुइ भगा चाहिँ काठमाडौँ महानगरपालिका न चाहिँ जुनसँग चाहिँ संरक्षण याना न्हने बढिया जुइका हरेक ठाउँ जाति तामाङ राई लिम्बू वो डक्कैसित चाहिँ प्रमोट जुइनु डक्क प्रदेश चाहिँ वो चाहिँ महानगरपालिका छु निर्णय है काठमाडौँ महानगरपालिका वही अनुसार चाहिँ जिमसँग निर्णय यारका वो निर्णय अप चाहिँ जित गन्तक लगाए जुइ भाषा आफैमा तपाईँको जनभाषाको रूपमा विकसित हुन्छ। त्यस अर्थमा पनि हाम्रो यो समुदायहरूले जुन किसिमको तपाईँको लिपिबद्ध भएको भाषा आउँदा पिँढीहरूले बिर्सिने अवस्था छ, यो आउँदा पिँढीहरूलाई पनि नबिर्सिने गरी चाहिँ तपाईँको यसलाई संयोजन गरेर लिएर जाने संरक्षण गरेर लिएर जाने कुरोमा हामी बागमती प्रदेशका सांसदहरूले खेल्न पर्ने भूमिकामा हामी प्रतिबद्ध छौँ। नेकपा एमाले त्यसमा प्रतिबद्ध छ। त्यस कारणले गर्दाखेरि यहाँहरू जुन भाषा संस्कृतिको कुराहरू गरिरहनु भएको छ एकीकृत रूपमा तपाईँहरू अगाडि बढ्नुहोस्। हाम्रो सद्भाव छ, सम्मान छ। यहाँको भाषा संस्कृतिलाई टेवा पुर्याउने कुरोमा हामीले सहयोग गर्छौँ। विशेष गरिकन यो जातीय अथवा सामाजिक कुरा गर्दाखेरि दुईटा विषयलाई यसबारे घालमेल गर्ने गरिन्छ। त्यसकारण हामीले बुझ्नुपर्ने नेपाली समाजमा दुईटा विभेद दुई खालका फरक खालको चाहिँ समस्या छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। एउटा समस्या भनेको कास्टिजम जसलाई जातिवाद भनिन्छ। कास्टिजम अथवा समाजमा रहेको 4 जात 36 वर्ण भनेर जुन खालको चाहिँ सामन्तवादले जुन खालको के फुलबारी भन्ने गरेको छ त्यो कुनै पनि हालतमा फुलबारी हुन सक्दैन। एउटा समुदाय बाहुन बनेर सधैँ राज्य सत्तादेखि लिएर समाजको सबैभन्दा माथिल्लो तहमा रहन्छ र अर्को एउटा चाहिँ समुदाय जीवन अथवा जन्मदेखि नै एउटा दास बनेर बस्नुपर्ने जुन सामाजिक संरचना छ त्यो सामाजिक संरचना कुनै पनि हालतमा फुलबारी हुन सक्दैन। हामीले अब हाम्रो भाषा संरक्षण र हाम्रो हक अधिकार कता विलीन भइरहेको छ, कसले हाम्रो हक अधिकारलाई कसले दबाइरहेको छ र कसले आफ्नो हक अधिकारबाट वञ्चित गरिरहेको छ त्यही कुराहरूलाई अब हामीले सम्झिनु र त्यो कुरा कहाँ भएर स्तब्ध भइरहेको छ त्यो कुराहरूलाई अब हामीले सोच गर्नुपर्ने एकदम आवश्यकता महसुस गर्दछु म। तसर्थ अब उपरान्त हामीले हाम्रो भाषा संस्कृति र हाम्रो सम्पदा संरक्षणको जिम्मेवारी हामी आफैले पाएको छौँ। भन्ने कुरामा गर्वबाट होइन र त्यसको संरक्षण र सम्वर्धनको लागि हामी एकबद्धता भएर उभिनुपर्ने अवस्था पनि आयो। नेवारी समुदायको मैले बुझेसम्मको छुट्टै आफ्नो भाषा छ, संस्कृति छ, पर्व छ, वेशभूषा छ। यसलाई कतिपय अवस्थामा अब उजागर गर्दै यसलाई संरक्षण गर्दै लानुपर्छ भन्ने हिसाबले चाहिँ अगाडि बढिरहेको मैले हाम्रो चन्द्रगिरी नगरपालिकामा र यहाँहरूसँग जोडिँदा देखिरहेको छु। अब यसलाई हामीले हाम्रो समुदायभित्र मात्रै यसलाई सीमित गर्यो भने हामीले जुन हिसाबले यसलाई अगाडि लानुपर्छ त्यो सम्भावना छैन। त्यसो हुँदा मलाई लागेको चाहिँ के हो भने हामी अब विकास निर्माणको कामसँग सम्बन्धित हुँदाखेरि मन्दिर, ढल, स्कुल, अब त्यसपछि कलेज होइन, बाटो, यो सबै कामहरू गर्न जरुरी पनि छ। जहाँ आज हामी उपस्थित छौँ यो त झन् काठमाडौँको महानगरपालिकाको पुण्यभूमिमा हामी उपस्थित छौँ। महानगरपालिकाले कति कामहरू गरिसकेको छ। अब यो कामहरूलाई हामीले विकास निर्माणको साथसाथै हाम्रो भाषा, संस्कृति, कला र हाम्रो पर्वहरूलाई अब पर्यटनसँग जोडेर हामीले अगाडि लानुपर्छ र त्यसपछि हाम्रो संस्कृति, हाम्रो कलालाई पर्यटनसँग जोडेर युवा स्वरोजगार चाहिँ जोडेर लानुपर्छ भन्ने मलाई लाग्छ। खुल्न जे चाहिँ अग्रज चाहिँ जे माननीय तथा बिन्दु दाई बिन्दु जे अनुमति मिले छौ चाहिँ परिवार गठन झिर चाहिँ
थान जिरबिनसँग चाहिँ जिरो चाहिँ नि किजा थिएन चाहिँ नि अभाव या जो अवस्था नडु डास्टबिनसँग थान त कसै यहाँ जोडु अहिले ए जुने चाहिँ वो छौ भावना जिरो चाहिँ ठोचौ जो कारण जी पनि चाहिँ नि किजा के पिन्द थ चाहिँ नि ठो झी क्षेत्र चाहिँ नि वेमा तैको थेना वे फट्या ढाल्ला छ चाहिँ झिसा झिउ अधिकारीपट्टि झिउ ठुक ठ चाहिँ नि झिसा चाहिँ नि प्या फैरहेपट्टि सरले ठेकी फैरहेपट्टि छौ अनुभव नभए कपिन्द चाहिँ झी चाहिँ कन्फ्यु वातावरण अहिले ठो पोजिटिभ राजनीति छौ चाहिँ नि सकारात्मक सोच्यौ कठ चाहिँ नि विकसित या फैपट्टि वातावरण चाहिँ वसफल पिन्छ झिटा चाहिँ तयारी ब्याज हुन्छ नि वे कपिन्द चाहिँ हानसका चाहिँ नि नमन्यान जोरा ये महानगर समिति